कहिल्यै सोच्नुभएको छ आफ्नै एउटा एनिमेटेड कमिक बनाउने? केही समय अघिसम्म त यो एउटा सपना जस्तै थियो, जसलाई पूरा गर्न ठूलै स्टुडियो र विज्ञहरूको लामो चौडा टिम चाहिन्थ्यो। तर अब आर्टिफिशियल इन्टेलिजेन्सले गर्दा त्यो शक्ति हामी सबैको हातमा आइपुगेको छ। ल आउनुहोस् यो रोमाञ्चक यात्रामा लागौं र हेरौं कि कसरी एउटा सामान्य आइडियालाई जीवन्त एनिमेसनमा बदल्न सकिन्छ। यो भिन्नतालाई हेर्नुस् त एकचोटि। एकातिर हामी पुरानो तरिका देख्छौं, जहाँ लेखक, कलाकार, एनिमेटरहरूले भरिएको एउटा ठूलो कोठा हुन्थ्यो, अनि अर्कोतिर आजको वास्तविकता, जहाँ मात्र एकजना व्यक्ति र केही शक्तिशाली एआई टुलहरू छन्। यो केवल काम गर्ने प्रक्रिया सजिलो भएको मात्रै होइन, यो त रचनात्मकताको लोकतान्त्रिकरण नै हो। पहिले कुनै पनि एक्लो सर्जकका लागि यो पर्खाल लगभग तोड्नै नसकिने थियो। पैसा, समय र विशेषज्ञता, यी तीन ठूला बाधाहरूले कति राम्रा कथाहरूलाई मनमै सीमित राखिदियो। तर सोचौं त, यदि सबै बाधाहरूलाई हटाउन सकियो भने के होला? आजको हाम्रो यात्राले हामीलाई ती पुराना पर्खालहरू भत्काउँदै एआईको मद्दतले स्क्रिप्ट लेख्ने, तुरन्तै चित्रहरू बनाउने र अन्तमा एउटा जीवन्त एनिमेसन तयार गर्ने प्रक्रियासम्म लैजानेछ। ल सुरु गरिहालौँ है त। हाम्रो पहिलो खण्डमा प्रवेश गरौँ। यहाँ हामी पुरानो प्रक्रियालाई एउटा ठूलो बाधाको रूपमा हेर्नेछौँ, जुन अब पार गर्न सकिने भइसकेको छ। अब लागू समाधानको पहिलो चरणतिर, एआईको सहयोगले कथाको जग अर्थात् स्क्रिप्ट कसरी तयार गर्ने। हाम्रो यो यात्राको पहिलो साथी हो गुगलको जेमिनी। यसलाई एउटा डिजिटल पटकथा लेखकको रूपमा सम्झनुहोस्, जो तपाईको विचारलाई संवाद, दृश्य विवरण र कथाको संरचनामा ढाल्न सधैँ तयार छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा छ। एआईलाई केवल एउटा कमिक लेखिदेऊ भन्नु र विस्तृत निर्देशन दिनुमा आकाश पातालको फरक छ। व्यावसायिक नतिजाको लागि त हामीले हरेक प्यानलको नम्बर, दृश्यको सानोभन्दा सानो विवरण र पात्रहरूको संवादसहितको एउटा संरचित प्रम्प्ट तयार गर्नै पर्छ। आखिर जस्तो इनपुट उस्तै आउटपुट त हो नि। यो प्रक्रियाको एउटा गोप्य हतियार हो एक रूपता एङ्कर। यो प्रम्प्टमा राखिने एउटा यस्तो विस्तृत अनुच्छेद हो जसले पात्रको हरेक विशेषता, जस्तै कपालको रङदेखि लुगाको सानोभन्दा सानो डिटेलसम्मलाई लक गरिदिन्छ। यसले गर्दा एआईले हरेक प्यानलमा उही पात्रलाई चिन्न र उस्तै चित्र बनाउन सक्छ र कथामा दृश्य निरन्तरता कायम रहन्छ। ल अब अर्को चरणमा लागौं, जहाँ हामीले लेखेको स्क्रिप्टलाई दृश्यकला अर्थात् चित्रमा परिणत गर्नेछौँ। अब हाम्रो स्क्रिप्टलाई दृश्यमा उतार्ने पालो आयो, र यसका लागि हाम्रो रोजाइ हो नोटबुक एएलएम। यो उपकरणको विशेषता के छ भने यसले हाम्रो जेमिनी स्क्रिप्टलाई सिधै पढ्छ र त्यसकै आधारमा कमिक प्यानलहरू बनाइदिन्छ। यो त शब्दलाई चित्रमा बदल्ने जादु जस्तै भयो। यो जादु जस्तो देखिने प्रक्रिया वास्तवमा यी तीन सरल चरणहरूमा टुक्रिन्छ। जेमिनीबाट स्क्रिप्ट अपलोड गर्ने, आफूलाई कस्तो खालको आर्ट स्टाइल मनपर्छ त्यो छान्ने र जेनेरेट बटन थिच्ने, बस यति नै हो। र यसको सबैभन्दा राम्रो पक्ष के हो भने केवल प्रम्प्टमा सानो परिवर्तन गरेर पुरै आर्ट स्टाइल बदल्न सकिन्छ। जस्तै सिनेमाटिक एनिमे स्टाइल चाहियो, भइहाल्छ। अथवा अलिक फरक, अध्यारो खालको ग्रिटी नोवार शैलीमा जान मन लाग्यो, त्यो पनि सम्भव छ। वा भविष्यको साइबरपङ्क शैली। यहाँ रचनात्मक स्वतन्त्रता र प्रयोगका लागि अनन्त सम्भावनाहरू छन्। यहाँ एउटा प्रोटिप छ। पुनः उत्पादन नगर्नुहोस्, पुनरावृत्ति गर्नुहोस्। यसको मतलब यदि कुनै तस्विर ठ्याक्कै मिलेन भने सुरुदेखि फेरि बनाउनुको सट्टा सानो निर्देशन दिएर त्यसैलाई सुधार्नुहोस्। जस्तै पात्रलाई हँसिलो बनाऊ वा पछाडि पानी परिरहेको देखाऊ भनेर। यही सानो सानो सुधारको प्रक्रिया नै व्यावसायिक गुणस्तरको रहस्य हो। अब हामी अन्तिम उत्पादन चरणमा आइपुग्यौं, जहाँ हामी यी स्थिर कमिक प्यानलहरूलाई एउटा चल्ने, बोल्ने कथामा परिणत गर्नेछौँ। अब हाम्रो सिर्जनालाई जीवन्त बनाउने पालो। यसका लागि तीन मुख्य चरणहरू छन्। पहिलो, प्यानलहरूमा सूक्ष्म गति थपेर एनिमेसन गर्ने। दोस्रो, एआईको मद्दतले पात्रहरूलाई आवाज दिने। र तेस्रो, सङ्गीत र ध्वनि प्रभावहरू मिसाएर सबै कुरालाई एकसाथ सम्पादन गर्ने। यो चरणका लागि हाम्रो टुलबक्स यस्तो देखिन्छ। रनवे जस्ता उपकरणले स्थिर चित्रहरूमा हल्का गति दिन्छ। 11 ल्याब्सले हरेक पात्रका लागि छुट्टै र भावनात्मक आवाजहरू सृजना गर्छ, र क्यापकट जस्ता सम्पादन सफ्टवेयरले यी सबैलाई एउटा पूर्ण चलचित्रमा जोड्ने काम गर्छ। अब निष्कर्षमा यो नयाँ कार्यप्रवाहले कस्तो ठूलो प्रभाव पारेको छ त्यसको बारेमा छलफल गरौँ।
यो केवल केही नयाँ उपकरणहरूको सङ्ग्रह मात्र होइन, पटक्कै होइन। यो त सृजनाको परिभाषामा नै आएको एउटा आधारभूत परिवर्तन हो। यसले सर्जक र प्रविधि बीचको सम्बन्धलाई नै पुरै बदलिदिएको छ। यो तालिकाले यो परिवर्तनलाई छर्लङ्ग पार्छ। लेखक, चित्रकार, एनिमेटर, आवाज कलाकार यी सबै छुट्टै विशेषज्ञताहरू अब एउटै व्यक्तिले चलाउन सक्ने एआई उपकरणहरूमा समेटिएका छन्। भनौँ न, एउटा पुरै प्रोडक्सन हाउस अब एउटै ल्यापटपमा अटाएको छ। र यसको अन्तिम परिणाम? उच्च गुणस्तरको एनिमेटेड सामग्री बनाउनका लागि जुन ठूला बाधाहरू थिए, ती अब लगभग हराइसकेका छन्। सृजनाको ढोका अब साँच्चै नै सबैका लागि खुलेको छ। र अन्तमा एउटा निकै रोचक प्रश्न सोचेर छोडौं, जब एउटा पुरै रचनात्मक टोली शाब्दिक रूपमा खल्तीमा अट्न सक्छ, तब कथा सुनाउने कला आफैमा कसरी परिवर्तन होला? हामी वास्तवमै एउटा नयाँ र रोमाञ्चक युगको सुरुवातमा छौं।